सभामुख महोदय, यो पछिल्लो पटक भारत र पाकिस्तानको युद्ध हुन्छ, त्यहाँ नेपाली नै मर्छन्। रुस र युक्रेनको युद्ध भयो, त्यहाँ पनि नेपाली नै मरे। प्यालेस्टाइन र इजरायलको युद्ध भयो, त्यहाँ पनि नेपाली नै मरे। यो कस्तो गरिबी हो, यो कस्तो बेरोजगारी हो सम्माननीय सभामुख महोदय। सरकार मौन छ। हालै साउदी अरबको जुबेल स्थितमा क्याम्पमा 469 जना नेपाली दाजुभाइहरू अहिले पनि बन्धक भएका छन्। राज्यले हामी नेपाली नपुगेको कहीँ सहर छैन सम्माननीय सभामुख महोदय, कहीँ देश बाँकी रहेको छैन। अब झन्डै अहिले 80 लाख युवाहरू अर्काको देशमा काम गर्न बाध्य छन्, तर सरकारको श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय चाहिँ मौन भएर बसेको छ। आज नेपालीहरू बन्धक हुँदाखेरि पनि श्रम मन्त्रालयले कुनै पनि काम गरेको छैन सम्माननीय सभामुख महोदय। 2024 को डाटालाई यदि आकलन गर्ने हो मात्रै भने पनि सम्माननीय सभामुख महोदय, 8,56,422 जना मान्छे चाहिँ विदेश जान पाऊँ भनेर आवेदन दिएका छन्। 80 लाख भन्दा बढी युवाहरू अर्काको देशमा छन्। झन्डै यो 10 वर्षको इतिहासमा 14,000 भन्दा बढी युवाहरू रातो बाकसमा लास भएर नेपाल फिर्ता पठाइएको छ। अहिले मात्रै पनि मुलुकमा 14 खर्ब 45 अर्ब 32 करोडको रेमिटान्स यो विदेशबाट पठाएका मान्छेले पठाएको। आज हामी संसदहरू, प्रधानमन्त्री, मन्त्री, यहाँको कर्मचारी, सबका सब मान्छेहरूको आज तलब र भत्ता यही विदेशमा पठाएका मान्छेको रेमिटले तानेको छ। हामीले नुनको सोझो गर्नुपर्छ कि पर्दैन सम्माननीय सभामुख महोदय? यहाँ श्रम मन्त्रालय छ भन्ने छ, परराष्ट्र मन्त्रालय छ भन्ने छ। श्रम मन्त्रालयको काम आज कति नेपालीहरू ठगीमा परेका छन्। अहिले पनि जाने हो भने लाखौँ नेपालीहरू आज दलालहरूको ठगीमा परेर घरबार विहीन भएका छन्। तर श्रम मन्त्रालयमा सिर्फ झन्डा हालेर अनि सिर्फ तपाईँको गाडी चढेर बस्ने हो कि मन्त्रीले जनताका लागि काम गर्ने हो सम्माननीय सभामुख महोदय? यदि जनताका लागि काम हुँदैन भने त्यो मन्त्रालयको कुनै पनि काम छैन। अहिले पनि नेपालीहरू अलपत्र परेका छन्। परराष्ट्र मन्त्रालय कुनै कूटनीतिक सम्बन्ध गाँसेको छैन। जहाँ गए पनि नेपाली मर्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने छ सम्माननीय सभामुख महोदय।